नमस्ते, के तपाईँ पटक पटक पिसाब लाग्ने समस्याले ग्रसित हुनुभएको छ? यदि यस्तो छ भने मैले तपाईँको लागि आज एउटा सानो भिडियो बनाएको छु। हामीहरूलाई पटक पटक पिसाब लाग्ने कारणहरू धेरै हुन्छन्। साधारणतया धेरै पानी खानेदेखि लगेर औषधि खानेदेखि लगेर हामीले रेगुलर खाने चिया, कफी, कोल्ड ड्रिङ्क्सहरूदेखि लगेर त्यो साधारणतया पनि पिसाब लाग्यो भने पिसाब फेर्न जानै पर्ने हुन्छ। त्यो बाहेक पनि विभिन्न रोगमा पनि पिसाब पटक पटक लाग्ने हुन्छ। जस्तै पिसाबको इन्फेक्सन भनौँ, पिसाब थैलीमा बनिसकेपछि त्यो जाने बाटोका समस्याहरू जस्तै प्रोस्टेट भनौँ, पिसाब नलीका साँघुरा भएर बाटो क्लियर नहुने समस्याहरू, स्त्री महिलाहरू हो भने पाठेघर सम्बन्धी समस्याले पिसाब नलीमा ल्याउने समस्याले हुने समस्याहरू लगायत पिसाब थैलीभित्रै कुनै मासु पलाएर हुने विभिन्न क्यान्सरहरू। त्यसैले गर्दा पिसाब पटक पटक लाग्नु भनेको साधारणतया नर्मल प्रोसेसदेखि लगेर ठुलो रोग क्यान्सर समेतमा पनि यस्तो हुन सक्छ। त्यसैले समयमै यो रोग सम्बन्धी जाँचहरू गर्नु पर्यो, सम्बन्धित चिकित्सक कहाँ जानु पर्यो र यो रोगलाई व्यवस्था गर्नु भएन। यदि यस्तो समस्या छ भने पछि गएर पिसाब थैली पनि बिग्रिन सक्छ, मृगौला बिग्रिन सक्छ। त्यति मात्रै नभएर यदि नराम्रो रोगै रहेछ भने त अप्ठ्यारो अवस्थामा पनि पर्न सकिन्छ। त्यसैले इग्नोर नगर्नुहोला, व्यवस्था नगर्नुहोला र समयमै सम्बन्धित डाक्टरमा गएर आफ्नो उपचार गर्नुहोला। धन्यवाद।